So we are coming here for the shopping. यतै हाल्दैन यसमा हाल्नु सम्मान गर्न लागिरहेछ यहाँ महानुभावहरूलाई खाता चाहिँ छैन त्यस्तो नभन न ल ल होइन पक्नु मलाई पालो गर्न फेरि ल पहिला खाँदा ओराइदियो अनि त्यसपछि होइन ठिक छ अब हाम्रो छिर चाहिँ एकदम नर्भस भएर चाहिँ हात यस्तो यस्तो कामिरहेको छ डेली फेरि खुब खाता लाउनु मन लाग्छ वेलकम छ इन्डियन बासी भइसक्यो तर के छैन त्यो ल अब चाहिँ यो चाहिँ मामु र ड्यालले दुवैजनालाई होइन हातमा दियो अनि त्यसपछि मामुले पनि छुनु न यस्तो छोएको ल अवार्ड गोज टु मामु एन्ड ड्याडी त हेर्नु न ल ल ल यो चाहिँ हाम्रो बेस्टुलाई बेस्टुले के भन्छ मेरोजना देख्यो भने कराउँछ मैले खाना त हुँदैन भन्छ ल यो चाहिँ अब गाइज यहाँ चाहिँ ड्याडीले छिरिङ र मलाई गिफ्ट ल्याइदिएको छ अब के गिफ्ट भनेर चाहिँ हामीलाई पनि थाहा छैन क्युमा छ होइन छ नि दुईजना एकैचोटिको रियाक्सन एन्टीलाई आउँछ सँगै हेर्नु यो चाहिँ मेरो ड्याडीले मलाई गिफ्ट धन्यवाद कहाँबाट रिबन खोल्ने तर मेरो मुख चाहिँ मेरो छैन तेरै हो खै त कस्तो क्युट यो हामीले उसमा क्रिसमस बेला खिचेको यो तैँले खिचिदिएको यो पहिले खिचिदिएको हामी एउटैमा हो यही बेला है कस्तो क्युट राकेश अङ्कलले चाहिँ यो छिरिङ त होइन भनेर भन्छ राकेश अङ्कलले यहाँ डिङ्क 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 मेरो चाहिँ नाक ठुलो रहेछ क्या बाहुनहरूको जस्तो बनाइन्छ त्यसरी राख्ने हो ए दुवैजनाले एकअर्काको खिचेको फोटोवाला चाहिँ रहेछ कि हाई गाइस सो हामी चाहिँ अहिले पिकनिक जानु लाग्यो यो चाहिँ सेकेन्ड डे सो म यहाँ छु मामु छिर ड्याडी अङ्कल अनि आन्टी सो हामी जाँदैछ सबैले एउटा एउटा भारी बोकेर मामुलाई गर्मी छैन भन्छ हाम्रो गर्मी छ है नेपालमा योभन्दा गर्मी भने हाम्रो आन्टी चाहिँ स्वाकेटी म खमी रेडी दिएर वाह तर अहिले चाहिँ अलिक शीतल हावा चलिरहेको भएको कि छैन के अस्ति नै है हप्पै छ क्या अब हामी चाहिँ यहाँ पार्कमा बसेर मासु के खाँदैछौँ हाम्रो चिल्ली यहाँ छ गौतम बुद्ध चाहिँ ध्यान बसिरहेको म चाहिँ त्यो भङ्ग गर्नेवाला मान्छे भन्छ कि त्यसलाई के भन्छ है खोइ क्या कस्तो खोइ के भन्छ भन एउटा ऋषिको नामलाई एउटा ऋषिको ध्यान भङ्ग गर्ने मान्छेको नाम चाहिँ के भन्छ बागमती वाल्मिकीको ध्यान भङ्ग गर्ने चाहिँ क्या एउटा अप्सरा भन्छ नि त्यसको नाम रम्बा मेनुका रम्बा त्यो चाहिँ म रहेछ यहाँ चाहिँ अब चिउरा
मासु नेपालमा जस्तो यहाँ छोइला छ खोला होइन चिप्स यो यहाँ डेलले पहिल्यै बियर हानिस आइरहेछ वाइन चाहिँ बाँकी छ यहाँ हाम्रो हिरो हिरोइन खिचिसके यहाँ चाहिँ अब खतरा ब्याडमिन्टनहरूको चाहिँ कम्पिटिसन भइरहेको छ ओहो गेन्द्रजीको चाहिँ पो चाहिँ खतरा हान्दा पनि हुन्छ तर क्यामेरा भइसकेपछि कक्ने नाचेर जाने रहेछ नेपाल भर्सेस फ्रान्स को चाहिँ जित्छ वाह रागीसँग लिन त नेपाल कि फ्रान्स म चाहिँ नेपाली भन्नु पर्ला वाह ओहो ओए फ्रान्स हार्यो फ्रान्स चाहिँ लड्यो नेपालले फ्रान्सलाई लडाइदियो फ्रान्स लड्यो तर यो चाहिँ खेलाडीको वाह ल नेपाल ओ फ्रान्स हाम्रो नेपालको त जुत्ता फुस्किया छ तर फ्रान्स पनि चिप्लिया छ दुईजना सेम सेम ड्याडी त एकछिन वैसा रहेछ आज ड्याडीको एक्सर्साइज भइरहेछ बिल्कुल यति मान्छेहरू नि हेरेर मेरो आवाज अलिक ठुलो हुने रहेछ सरी सरी काका 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 फ्रान्सले काका भनेको चाहिँ काका भन्न खोजा होइन कि नेवारीमा काका भनेको ल ल हो ल यो चाहिँ हाम्रो एकदम फ्रेन्डली म्याच हो यही कारणले नेपाल र फ्रान्सको राम्रो सम्बन्ध छ यही यो चाहिँ फ्रेन्डली म्याच भएकोले नेपाल र फ्रान्सको राम्रो सम्बन्ध छ यस ल यो सम्बन्ध कन्टिन्यू गर्नको लागि दुवैजना हारियो यो सम्बन्ध कन्टिन्यू गर्न दुवैजना हारिरहेको एउटा जित्ने एउटाले हार्यो भने फेरि सम्बन्ध बिग्रिन्छ त्यही भएर दुवैजना हारिरहेछ वाह वाह नेपाललाई चाहिँ अलिकति घामले गाह्रो भए जस्तो लाग्यो होइन ओहो ओहो यस ओ ओ ओ वाह वाह ब्याट झर्दो ल नेपालले चाहिँ अलिकति थाक्नु भयो जस्तो किनकि नेपाल देश सानो चाहिँ अलिकति थाक्नुहुन्छ छिटो यस यस फ्रान्स चाहिँ अलिकति फ्रान्सले सबैको टाउको पनि लाउन सक्छ नेपालले चाहिँ टाउको छुन गाह्रो गर्छ यही हो